कुनै पीडीएफ जुनसुकैलाई पनि तपाईले अंग्रेजीमा बुझ्नुहुन्न भने सजिलैसँग नेपालीमा कन्भर्ट गरेर सजिलै बुझ्न सक्नुहुन्छ। त्यसको लागि साथीहरु तपाईले यो भिडियोलाई पुरै हेर्नु होला। स्किप गरेर हेर्नुभयो भने तपाईले सिक्नुहुन्न। त्यही भएर फुल भिडियो वाच गरिदिनु होला। र आज म स्पेशली विद्यार्थी भाइ बहिनीहरुको लागि यो भिडियो बनाउन गइरहेको छु। जस्तै अंग्रेजी आउन्न तपाईलाई बुझ्नुहुन्न राम्ररी भने त्यसको फोटो खिच्नुस् अनि त्यसलाई एउटा एपमा राख्नुस् अनि सजिलै नेपालीमा कन्भर्ट गर्दिन्छ त्यसले। त्यसपछि सजिलै बुझ्न सक्नुहुनेछ। तपाईहरुलाई पनि अंग्रेजी नआएर समस्या भएको छ भने अब सजिलै सिक्न सक्नुहुनेछ तपाईहरुले। यसको लागि साथीहरु सबैभन्दा पहिला आफ्नो एन्ड्रोइड फोनमा रहेको प्ले स्टोरलाई ओपन गर्नुहोस्। त्यसपछि सर्च वाला बारमा क्लिक गर्नुहोस्। सर्च बारमा क्लिक गरिसकेपछि माथि सर्च गर्नु होला GOOGLE गुगल ट्रान्सलेट। गुगल ट्रान्सलेट आइसकेको छ साथीहरु। यहाँ म त्यसमा क्लिक गरे। गुगल ट्रान्सलेटमा क्लिक गरिसकेपछि साथीहरु यहाँ गुगल ट्रान्सलेटको एप देखिने छ। त्यसमा टच गर्नु होला साथीहरु। त्यसमा टच गरिसकेपछि यहाँ इन्स्टल लेखेको आउँछ साथीहरु। इन्स्टल गर्नु होला। मैले अलरेडी इन्स्टल गरिसकेको छु। मेरो अपडेट मागिरहेछ। मैले अपडेट गर्दिन अहिले। तपाईहरुकोमा यो एप इन्स्टल भइसकेपछि ओपन गर्नु होला साथीहरु। अब एप ओपन गर्छु साथीहरु। एप ओपन गरिसकेपछि साथीहरु यहाँ तपाईहरुले कुनै पनि अन्य वर्डहरु पनि नेपालीमा कन्भर्ट गर्न सक्नुहुनेछ। जस्तै इन्टर टेक्स्ट लेखेको देख्नु भएको छ माथि कर्नरमा। माथि कर्नरमा इन्टर टेक्स्ट लेखेको ठाउँमा तपाईहरुले कुनै पनि अंग्रेजी वर्डहरुलाई कपी गरेर यहाँ पेस्ट लेखिएको छ कपी गरेर पेस्ट गरिदिनु होला। पेस्ट गरिसकेपछि साथीहरु यहाँ अलरेडी इंग्लिश टु नेपाली छ यहाँ कन्भर्ट। यसलाई पनि नेपाली टु इंग्लिश पनि गर्न सक्नुहुन्छ तपाईहरुले। त्यस्तै गरी नेपालीको शब्दहरुलाई पनि अंग्रेजीमा कन्भर्ट गर्न सक्नुहुनेछ। यसरी पनि गर्न मिल्छ साथीहरु यो एपबाट। जस्तै अब फोटोबाट अंग्रेजी शब्दहरुलाई कसरी नेपालीमा ट्रान्सलेट गर्ने भनेपछि यहाँ तल डाउन कर्नरमा राइट ह्यान्ड कर्नरमा क्यामेरा वाला अप्सन देखिरहेछ। क्यामेरा लेखेको देख्नु भएको छ नि हो। त्यसमा टच गर्नु होला। त्यसमा टच गरिसकेपछि यहाँ कन्टिन्युमा ट्याप गर्नु होला एकचोटी। कन्टिन्युमा ट्याप गरिसकेपछि यता क्यामेरा अनि यता फोटो दुईटा अप्सन देखिरहेछ। तपाईहरुले फोटो खिचेर पनि सक्नुहुन्छ। के फोटो खिचेको छ भने त्यहाँ गएर पेस्ट अपलोड गरिदिनु होला। अपलोड गरिसकेपछि यहाँ अंग्रेजीमा थियो अहिले हाम्रो यो नेपालीमा भइसक्यो साथीहरु। यसैगरी तपाईहरुलाई पनि अंग्रेजी आउन्न भनेपछि सजिलै नेपालीमा बुझ्न सक्नुहुन्छ यो ट्रान्सलेट एपबाट ट्रान्सलेट गरेर। आजको भिडियो कस्तो लाग्यो साथीहरु? यदि राम्रो लागेमा सुझाव सल्लाह दिन नबिर्सिनु होला। कमेन्ट बक्समा गएर दिन सक्नुहुनेछ। अनि भिडियो युजफुल लागेमा साथीहरु एक लाइक एक कमेन्ट गर्न नबिर्सिनु होला। साथै तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी सँगै रहेको बेल आइकनमा थिचेर अल नोटिफिकेसनलाई अन गर्न नबिर्सिनु होला। धन्यवाद। जय नेपाल।